विजेता नै सपना देख्ने व्यक्तिको जसले कहिले हार मान्दैन। जीवन भनेको हामीलाई हुने 10% कुरा र 90% हामीले यसलाई गर्ने प्रतिक्रिया हो। यदि तपाईँ बहादुर हुनुहुन्छ भने यो नै काफी हो गुड बाई भन्नको लागि। जीवनले तपाईँलाई नयाँ हेल्लोको पुरस्कार दिनेछ। सकारात्मक विचारहरूले सकारात्मक कार्यहरूको सिर्जना गर्छ। तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुराको कुनै पनि सीमा छैन। त्यसैले केही पाउनको लागि आफ्नो प्रयास जारी नै राख्नुहोस्। अवसरहरूको पर्खाइमा नबस्नुहोस्, बरु यसको सिर्जना गर्नुहोस्। तपाईँ 1 मिनेटको लागि रिसाउनुहुन्छ भने तपाईँले 60 सेकेन्डको खुसी गुमाउनुहुन्छ। सफलताको सपना देखेर मात्र हुँदैन, यसको लागि काम गर्नुपर्छ। हरेक कुराहरूलाई फरक तरिकाले सोच्नुहोस्। यदि तपाईँलाई कुनै पनि चिजले अनावश्यक पीर दिइरहेको छ भने तपाईँले त्यो चिजलाई अनावश्यक भन्दा बढी सोचिरहनु भएको छ। गलत विचारबाट गलत चिजको सुरुवात हुन्छ, त्यसैले गलत विचारबाट टाढा रहनुहोस्। अर्को लक्ष्य र नयाँ सपना देख्नको लागि तपाईँलाई कसैले पनि रोक्न सक्दैन।